हर्क साम्पाङले चाहिँ सबैतिर बादलको रवि लामी छाने अफर आछ बादल मुद्दा लागेको मान्छेले कसरी देश बनाउँछ भनेर उहाँले भन्नुभयो। त्यस्ता उहाँले त्यसो भनिसक्दाखेरि मलाई के लाग्यो भने उहाँ जस्तो बुद्धिजीवी यत्रो जनताले चाहिँ चाहेको मान्छेले यस्तो अभिव्यक्ति दिनु भनेको चाहिँ सही लागेन। किनभने रवि लामी छाने भनेको एउटा यस्तो मान्छे मुद्दा लगाएको भन्ने कुरो चाहिँ सबैले थाहा छ। साम्पाङका ती आफ्ना जति पनि हर्क साम्पाङका समर्थक छन् उनीहरू रवि लामी छानेकै पक्षमा छन्। तर आज आएर हर्क साम्पाङले आधारले भन्नुभयो भन्ने कुरो भोलि देखिने कुरा हो। तर मलाई लाग्छ आजसम्म चाहिँ रवि लामी छानेको कुनै पनि मुद्दाको बसमै छ। आजसम्म प्रमाणित भएको छैन कि उहाँले ठगेकै हो भनेर प्रमाणित भएको छैन र उहाँलाई हिरासतमै राखिएको छ होइन, कारागारमा राखिएको छ, जेल चलान गरिएको छैन भनेपछि कसैले कसैलाई दोषी ठहर्याउनु भनेको कुरा चाहिँ अदालतमा पुष्टि भएको छैन। त्यो कुरालाई चाहिँ गर्नु भनेको चाहिँ एकदम नराम्रै कुरा हो। 203 वटा पार्टी एकतिर हर्क साम्पाङ राष्ट्रिय पार्टी केपी ओली प्रचण्ड र शेरबहादुर देउवामा के फरक भयो त? भनेपछि उहाँको विचारमा पनि धेरै स्पष्टता देखिएन। किनभने जनताको पक्षमा देखिएन। त्यत्रो जनताले चाहिँ निर्दोष हो र पार्टी पनि तपाईँको त्यत्रो चलाएर त्यत्रो पार्टी बनाएका छन्। के अरे रवि लामी छानेले उहाँको जत्रो पार्टी बनाउन त हर्क साम्पाङलाई धेरै नै गाह्रो छ। किनभने रवि लामी छानेको पार्टीमा आउने भन्नुहुन्छ, बाहुन छेत्री कामी दमाई आउने कहिले आउने भन्ने त होला नि त, किन आउने भन्ने भन्नु हर्क साम्पाङको पार्टीमा विचारले गर्दा भएको कारणले गर्दाखेरि तपाईँको पार्टीमा सबै जाति सबै भाषी आएका छैनन् र यस्तो तरिकाले तपाईँले पार्टी चलाउनु भयो भने तपाईँको बहुमत त पुरा नगरौँ होइन, धेरै कम सिट आउँछ जस्तो मलाई लाग्छ। अब हेर्दै जाउँ, किनभने जनताले चाहनु र जनता त अब हर्कवाद रविवाद र बालेनवादमा छन् अहिले होइन। अब यसमा कसको प्रभाव कति छ भन्ने कुरो त अब भोलिको चुनावले देखाइहाल्छ। तर जुन कुरा चाहिँ हर्क साम्पाङबाट हामीले अपेक्षा गरिएको थियो त्यो कुरा चाहिँ भएन। तपाईँले भन्नुभयो कि भिजन के छ भन्नुभयो। भिजन त तपाईँको भिजन जुन छ नि श्रमदान, यो श्रमदान त एमाले जमानामा चलाइवरी थियो, सकिएको हो। किनभने एमाले जुन श्रमदान चलाएको थियो श्रमदान हुन्थ्यो, पिचको सिस्टम थिएन त्यतिखेर, सबै ग्राभेलमा श्रमदान हुन्थ्यो। अहिले पिच आउन थालेपछि पैसा उठाउने चलन आएको मात्रै हो।